अहिले सोशल मिडियाहरुमा हामीले जापानमा 2026 को अप्रिल महिनाबाट चाहिँ भिजामा धेरै कडाई गरेको छ। भिजा रिन्यू गर्ने बेलामा चाहिँ जापानिज भाषाको सर्टिफिकेटहरु अनिवार्य भन्ने कुराहरु हामीले सुनिरहेका छौं। आजको यस भिडियोमा चाहिँ म हजुरहरुलाई के अब चाहिँ हामीले भिजा रिन्यू गर्ने बेलामा JLPT N2 नै अनिवार्य हो कि JLPT बाहेक चाहिँ अरु कुनै जापानिज भाषाको एक्जाम दिएर पनि हुन्छ, त्यसको बारेमा पनि डिटेलमा भन्नेछु। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। सुरुमा चाहिँ हामीलाई यो बुझ्न जरुरी छ कि जापान सरकारले चाहिँ अहिले भिजामा किन स्ट्रिक्ट गरिरहेको छ। हामीलाई सबैलाई थाहा भएकै कुरा हो, अहिले जापानमा फरेनरहरु धेरै बढिरहेको छ र अहिले जापानको धेरै जस्तो कम्पनीहरु चाहिँ फरेन वर्करहरुसँग चाहिँ डिपेन्डेन्ट छ र यदि फरेन वर्करहरु भएन भने जापानको धेरै कम्पनीहरु डुब्ने कन्डिसनमा छ। अब हामीले बुझ्न जरुरी कुरा के हो त के जापान सरकारले अब सबै फरेनरहरुको लागि चाहिँ ल्याङ्ग्वेजको सर्टिफिकेट चाहिँ कम्पल्सरी नै बनाएको हो त भन्ने यो कुरामा चाहिँ हामीले बुझ्न जरुरी छ हैन। अहिले कन्डिसनमा सबै भिजाहरुमा चाहिँ अब हामीले भिजा रिन्यू गर्ने बेलामा जापानिज भाषाको सर्टिफिकेट चाहिँ अनिवार्य बुझाउन पर्ने कन्डिसन चाहिँ छैन। धेरै जस्तो चाहिँ हामीले अब यो गिजिङको भिजा हुन्छ हामीले अब जापानको सेन्मोनगाक्को, दाइगाक्को, अब निहोङ्गाक्को अथवा नेपालबाट ब्याचलर भिसामा आउनेहरुको लागि चाहिँ हाम्रो चाहिँ अब भिजाको स्ट्याटस भनेको गिजिङको भिजा भन्ने हुन्छ। अब यो अप्रिल महिनाबाट चाहिँ भिजा रिन्यू गर्ने बेलामा त्यो भन्दा पहिला चाहिँ अब धेरै जस्तो माग थिएन भने अहिले चाहिँ अब यो 2026 को अप्रिल महिनाबाट चाहिँ गिजिङको यो वर्किङ भिजा रिन्यू गर्ने बेलामा चाहिँ धेरै जस्तो साथीहरुको चाहिँ अहिले जापानिज भाषाको सर्टिफिकेट चाहिँ माग्ने गरेको पाइएको छ र त्यसमा चाहिँ अब हामीले धेरैलाई लाग्न सक्छ अब JLPT N2 नै चाहिने हो, त्यो भन्दा अरु विकल्प छ कि छैन भन्ने लाग्न सक्छ। JLPT N2 नै दिन पर्छ भन्ने छैन। तपाईसँग यदि N2 छैन भने त्यसको साटोमा तपाईले BJT को एक्जाम दिएर BJT को सर्टिफिकेट पनि दिन सक्नुहुन्छ भने, BJT पनि छैन भने तपाईले JPT को एक्जाम दिएर त्यसको सर्टिफिकेट पनि तपाईले सबमिट गर्न सक्नुहुन्छ। N2 लेभलको ल्याङ्ग्वेजमा चाहिँ तपाईले जस्तै JPT को एक्जाम दिनुभयो, त्यस्तै BJT को एक्जाम दिनुभयो भने चाहिँ कति मार्क्स ल्याउँदा चाहिँ हाम्रो N2 लेभल बराबरको जापानिज भाषा चाहिँ हुन्छ भन्ने कुरा चाहिँ उनीहरुले एउटा छुट्याएको छ। JLPT को एक्जाम चाहिँ वर्षमा 2 चोटी मात्रै दिन पाउँछ भने तपाईले BJT अथवा JPT भनेको चाहिँ तपाईले वर्षमा 4-5 चोटी चाहिँ दिन पाउनुहुन्छ। तपाईले अनलाइनबाटै फर्म भरेर तपाईले कम्प्युटरमा दिने हो। यो BJT अथवा JPT को फाइदा भनेको चाहिँ तपाईले चाँडै दिन सक्नुहुन्छ, तपाईले कुरिरहन पर्दैन। जस्तै तपाईले यो JLPT को लागि वर्षमा 2 चोटी मात्रै दिन पाउनुहुन्छ भने यो भनेको चाहिँ तपाईले वर्षमा 4-5 चोटी चाहिँ दिन पाउनुहुन्छ। जस्तै BJT को केसमा भन्नु पर्दा तपाईले वर्षमा लगभग 4 चोटी दिन पाउनुहुन्छ। एक चोटी दिएपछि 3 महिनाको ग्यापमा चाहिँ तपाईले फेरि रि एक्जाम दिन सक्नुहुन्छ र रिजल्ट पनि त्यही दिनमा तपाईले एक्जाम दिएकै दिनमा रिजल्ट आउँछ। BJT र JPT को चाहिँ हामीले स्कोर चाहिँ कसरी N2 लेभल बराबरको चाहिँ कुन स्कोरमा चाहिँ N2 लेभल बराबरको भ्यालुएसन हुन्छ भनेर चाहिँ म तपाईलाई एउटा चार्ट देखाउँदै छु। त्यो चार्टमा तपाईले डिटेलमा बुझ्न सक्नुहुन्छ। तपाईले यसमा देख्न सक्नुहुन्छ मैले एउटा जापानिज ल्याङ्ग्वेज टेस्ट कम्प्यारिजन JLPT, BJT र JPT को बारेमा एउटा टेबल बनाएको छु। तपाईले यसमा देख्न सक्नुहुन्छ JLPT, BJT र JPT को चाहिँ मैले यसमा अब यसको लेभल सिस्टम पर्पस के हो भनेर सबै डिटेलमा बनाएको छु। तपाईले देख्नुहुन्छ यसको पर्पस भनेको चाहिँ अब जनरल जापानिज एबिलिटी भन्ने छ JLPT को चाहिँ, BJT को चाहिँ बिजनेस जापानिज एबिलिटी भन्ने छ। अनि त्यसपछि अब JPT भनेको चाहिँ ओभरअल जापानिज स्किल भनेको छ। यसमा चाहिँ अब लेभल सिस्टम भनेको चाहिँ यो JLPT चाहिँ N5 बाट N1 सम्म हुन्छ भने BJT र JPT मा चाहिँ स्कोरमा काउन्ट हुन्छ, तपाईको पास फेल भन्ने हुँदैन। अब स्कोर रेन्जमा चाहिँ तपाईको JLPT मा चाहिँ पास फेल भन्ने छ भने यो BJT मा 800 मार्क्स को हुन्छ। यसमा चाहिँ स्कोर मात्रै आउँछ, तपाईले जति स्कोर ल्याउन सक्नुहुन्छ त्यही अनुसारको भ्यालुएसन हुन्छ भने JPT मा पनि तपाईको स्कोर 990 मार्क्स को हुन्छ। यसमा पनि स्कोर लेभल हुन्छ। अब एक्जाम फ्रिक्वेन्सी अब तपाईले कुन टाइममा चाहिँ एक्जाम दिन सक्नुहुन्छ भन्दाखेरि JLPT को चाहिँ अब हामीले एक वर्षमा 2 चोटी भन्दा दिन पाइदैन भनेको छ। यो BJT र JPT मा चाहिँ एनी टाइम भनेको छ। तर हामीले BJT मा चाहिँ तपाईले एक चोटी दिइसकेपछि 3 महिना कुर्नु पर्ने हुन्छ। हजुरले जुनसुकै मन्थमा पनि दिन सक्नुहुन्छ। त्यस्तै अब JPT पनि तपाईले जुनसुकै टाइममा पनि दिन सक्नुहुन्छ। BJT र JPT चाहिँ धेरै टाइम दिन सक्छौं JLPT भन्दा। अब रिकग्निसन इन जापान, अब यसको अब इम्पोर्टेन्स चाहिँ कति छ जापानमा भने अब JLPT को मा चाहिँ तपाईले एक्सिलेन्ट छ हैन, एकदम पपुलर छ। अब BJT को कन्डिसनमा यसको अब राम्रै छ, सेकेन्ड नम्बरमा आउँछ हैन। अब JPT भनेको चाहिँ थर्ड नम्बरमा आउँछ, यो पनि मिडियम छ। यो यसको पनि अब यसको पपुलर भनेको अब तीनटै जापानिज ल्याङ्ग्वेजको टेस्ट भएको कारणले सबै पपुलर त पपुलरै छ, तर त्यसमा पनि सबभन्दा पपुलर चाहिँ अब हामीलाई सबैलाई थाहा छ JLPT नै छ। त्यसपछि BJT, त्यसपछि चाहिँ अब JPT छ। अब भिजा भ्यालु, अब भिजामा चाहिँ हाम्रो यो कतिको इम्पोर्टेन्ट छ भन्ने कुरा चाहिँ अब JLPT भयो भने चाहिँ एकदम राम्रो भयो हैन। अनि BJT भनेको पनि मिडियम साइजको अब सेकेन्ड नम्बरमा पर्न आउँछ। त्यस्तै अब JPT भनेको चाहिँ अब अलि थर्ड नम्बरमा है, यसको लो छ। तर JLPT अथवा BJT भएन भने JPT पनि दिँदाखेरि चाहिँ प्लस पोइन्ट चाहिँ अवश्य हुन्छ।
त्यस्तै अब जब भ्यालुमा चाहिँ अब यो JLPT अब भेरी युजफुल छ। त्यसपछि BJT भनेको स्ट्रङ फर अफिस जब, अफिसियल कामको लागि चाहिँ एकदम राम्रो छ BJT चाहिँ। यो JPT भनेको चाहिँ अब लिमिटेड छ, तपाईँको अलिकति सबै कम्पनीहरूले एक्सेप्ट नगर्ने चान्स पनि हुन्छ, यसको भ्यालु चाहिँ अलिकति लो नै भन्ने बुझिन्छ। अब BJT स्कोर टेबल भने तपाईँले यसमा देख्न सक्नुहुन्छ। अब हाम्रो BJT को चाहिँ कति मार्क्स सेक्युर गर्न सक्यो भने चाहिँ हामीले JLPT चाहिँ सेम भ्यालु हुन्छ भन्ने चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। 400 बाट 479 मार्क्स तपाईँले सेक्युर गर्न सक्नु भयो भने चाहिँ यसको JLPT को लेभल चाहिँ N2 बराबरको लेभल हुन्छ भनेको छ। यसको भ्यालु चाहिँ भेरी गुड, एकदम राम्रो भ्यालु हुन्छ हैन। 480 एबभ ल्याउनुहुन्छ N1 बराबरको एक्सिलेन्ट छ हैन। तपाईले यसमा देख्न सक्नुहुन्छ हामीले चाहिँ अब BJT मा कति मार्क्स ल्यायो भने चाहिँ JLPT को N5 हुन्छ, N4 हुन्छ, N3 हुन्छ, N2 हुन्छ, N1 हुन्छ, सबै तपाईले यसमा देख्नुहुन्छ। हामीलाई मेन इम्पोर्टेन्ट भनेको चाहिँ तपाईले भिजाको लागि चाहिने भनेको चाहिँ 400 बाट 479 तपाईले BJT मा ल्याउनु भयो भने चाहिँ N2 लेभल बराबरको भ्यालु हुने भएकाले यसले पनि काम गर्ने हुन्छ। त्यस्तै अब तपाईले यसमा देख्न सक्नुहुन्छ JPT स्कोर भनेको छ। JPT मा चाहिँ हामीले N2 लेभलको लागि चाहिँ 525 एबभ ल्याउनु पर्ने हुन्छ। तपाईले JPT मा 525 एबभ तपाईले मार्क्स सेक्युर गर्नु भएको छ भने यसले पनि काम गर्ने हुन्छ। यसमा अब अरु पनि देख्न सक्नुहुन्छ, मैले सबै डिटेलमा बनाइदिएको छु। N1 देखि N5 लेभलको तपाईले JPT मा कति मार्क्स ल्याउनु भयो भने चाहिँ JLPT मा चाहिँ कुन लेभल बराबरको हुन्छ सबै डिटेलमा तपाईले देख्न सक्नुहुन्छ। हजुर, हामीले चाहिँ यसरी चाहिँ कम्पेरिजन गर्न सकिन्छ र तपाईसँग N2 छैन भने पनि तपाईले BJT र JPT को एक्जाम दिएर त्यसको सर्टिफिकेट पनि तपाईले सबमिट गर्न सक्नुहुन्छ। यसको फाइदा भनेको के भन्दाखेरि पास फेल भन्ने हुँदैन, तर तपाईले N2 लेभल बराबरको यो चार्टमा देखाए जस्तो स्कोर चाहिँ तपाईले सेक्युर गर्न पर्ने हुन्छ। N2 लेभल बराबरको स्कोर तपाईले सेक्युर गर्नु भयो भने चाहिँ तपाईलाई भिजामा प्रब्लम हुँदैन। अब भिजामा यो जापानिज ल्याङ्ग्वेजको कारणले मात्रै भन्दा पनि अरु विविध कारणलेहरु पनि हुन सक्छ। अब तपाईले काम गर्ने कम्पनीको कन्डिसन कस्तो छ, तपाईले पढेको सब्जेक्ट र तपाईले काम गर्ने सब्जेक्ट मिलेको छ कि छैन, अब नाइयो मिलेको छ कि छैन, त्यसमा पनि डिपेन्ड गर्छ। पहिलाको नाइयोहरुको बारेमा चाहिँ पहिला पनि थियो, तर अहिले चाहिँ यो जापानिज भाषाको पनि सर्टिफिकेट मागेको कारणले गर्दाखेरि चाहिँ यो थप मात्रै गरेको हो। अरु कुराहरु चाहिँ अब पहिला नाइयो देखि लिएर तपाईको कम्पनी कन्डिसन, तपाईको अरु कुराहरु पनि यो पहिल्यैदेखिको नियम हो। त्यही भएर हामीले अब JLPT तपाईको छैन भने, टाइम छैन भने पनि तपाईले BJT र JPT को एक्जाम दिएर तपाईले इमिग्रेसनले मागे अनुसारको डकुमेन्ट तपाईले बुझाउन सक्नुहुन्छ। आजको भिडियो हजुरहरुलाई कस्तो लाग्यो? युजफुल लाग्यो भने तपाईले मेरो YouTube च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ, लाइक गर्न सक्नुहुन्छ, शेयर पनि गर्न सक्नुहुन्छ। थ्यांक यू सो मच।